दर्शकबिन पछिल्लो समय नायक पल शाह म्युजिक भिडियोमा कमब्याक भएका छन् भन्दा फरक नपर्ला, किनभने उनले धेरै म्युजिक भिडियोमा काम गरिसकेका थिए र यो जेनजी आन्दोलन पश्चात उनले कुनै पनि म्युजिक भिडियोमा काम गरेका थिएनन्। उनका कुनै पनि म्युजिक भिडियोहरू बजारमा आएका पनि थिएनन्। अब भने फाइनल्ली आसमा विश्वकर्मासँग उनको गीत देऊ न त्यो नम्बर आएको छ। यो गीतको सुटिङ सम्पन्न भइसकेको, पोस्ट प्रोडक्सनको कामहरू चालु भइरहेको जानकारी हामीले पाएका छौँ। नायक पल शाह र आसमा विश्वकर्मा यो गीतमा मुख्य अभिनयको रूपमा देखिँदैछन्। दर्शकबिन यो जोडी धेरै पछि म्युजिक भिडियोमा सँगै देखिँदैछ। केही वर्ष पहिलाका गीतहरूमा पनि देखिएको थियो। निकै लामो समय पश्चात यी दुई जोडी एकैसाथ देखिँदै गर्दा दर्शक श्रोताबिनहरू यो गीत हेर्न एकदम धेरै धेरै एक्साइटेड भएको हामी पाउन सक्छौँ। दर्शकबिन तपाईँहरू केही दिन पर्खनुहोस्, तपाईँहरूमा नायक पल शाहको गीत देऊ न त्यो नम्बर आउने पक्का नै